हेलो साथीहरू, गुड मर्निङ। आज 3-4 दिन पछाडि काममा जाँदैछु। यसो 3-4 दिन छुट्टी बसेर काममा जान लास्टै अल्छी लाग्छ। मलाई मात्रै हो कि तपाईँहरूलाई पनि हो साथीहरू? लास्टै जाउ लाग्छ है। अघि अँध्यारो छ। अहिले चाहिँ 4:30 को टाइम हो। प्रायः म 4:30 मै हिँड्ने गर्छु काममा, किनभने मर्निङ वाक पनि होस् भनेर 4:30 मै निक्लिने गर्छु। प्राय मात्र ढिलोमा आउने 5 बज्छ। त अहिले चाहिँ अँध्यारै छ। यो रेनी सिजन भएकोले पानी पर्ने प्रबल सम्भावना छ। आकाशमा अलिक बादल ढपक्कै ढाकेको छ। तर रातभरि परेको पानी चाहिँ है पर्दैन होला। अब अलिबेरमा आउने होला नि त। मान्छेहरू मर्निङ वाकको लागि निक्लेका छन्। कति चाँडो निक्लिन्छन् हौ। मेरो ड्युटी इन हुने समय चाहिँ 6 बजे हो। तर म चाहिँ मर्निङ वाक होस् भनेर चाहिँ हिँडेरै जाने गर्छु। पानी पर्दा चाहिँ लास्टै झ्याउ हुन्छ कि। पानी नपर्दा चाहिँ बिहानको समयमा रमाइलो हुन्छ। अब यो रेनी सिजन पनि अब लगभग साउनको मध्य भयो। अब भदौसम्ममा पर्ला। त्यस पछाडि त फेरि रेनी सिजन हट्दै जान्छ होला। अब म बस्ने ठाउँ चाहिँ यता कुमारी गाल हो, बौद्ध कुमारी गाल। र म त्यहाँ रुमबाट चाहिँ म आयो सर्टकट बाटो हुँदै हुँदै ड्युटीमा निक्लिन्छु। प्राय दिनचर्या यस्तै नै हुन्छ बिदा सिधा नहुँदा। हप्तामा 1 दिन बिदा पाइन्छ। काम गर्ने आवर चाहिँ त्यही 8 घन्टा हो। बिहान 6 बजीदेखि दिउँसो 2 बजेसम्म। त्यस पछाडि ड्युटी सकिन्छ। अरू बाँकी समय त फुर्सद नै हो। अलिकति के चाहिँ नमजा हुने भने जब अफ सिजन लाग्छ। अब मैले काम गर्ने चाहिँ फेरि होटलमा है। जब अफ सिजन लाग्छ अनि स्टाफलाई सबैलाई छुट्टी बस भनेर छुट्टी पठाइन्छ कि। अनि
अनि म चाहिँ 2 चोटि गइसकेँ। योभन्दा अघिल्लो छुट्टी 3 दिन बसेँ र यो दोस्रो फेरि 3 दिन बसेर आज ड्युटीमा जाँदैछु। अनि अँध्यारै छ। मेरो उज्यालो हुन लाग्यो। यो चाहिँ मित्र पार्क चोक हो। अहिले म मित्र पार्कमा आइपुगेँ। मित्र पार्कबाट म यता गौरीघाट हुँदै मित्र पार्क आइपुग्या हो। दायाँ बायाँ कतै नलागिकन ठ्याक्कै म पश्चिमतिर जान्छु। र यो मित्र पार्क पशुपति बहुमुखी क्याम्पस, पहिला मैले पढेको कलेज पनि हो यो। हेर्नु है, पहिला यो कलेजमा 2-3 वर्ष समय गुजारेको छु। यो मित्र पार्क हुँदै यो सिफल हुँदै अनि म चाहिँ ठमेलसम्म पुग्छु। यो कुनै ठाउँमा अँध्यारो भयो, कुनै ठाउँमा उज्यालो भयो नि। यो चाहिँ जुन पोलमा बत्ती, रोडको बत्ती बालेको छ नि, त्यो ठाउँमा पुग्दा चाहिँ म उज्यालो देखिन्छु। अनि अरू बाँकी भागमा चाहिँ अँध्यारो हुन्छ। किनभने अहिलेसम्म अँध्यारै छ नि त, त्यही भएर हो। अब उज्यालो भएपछि सबै बत्तीहरू निप्छन्, त्यसपछि चाहिँ क्लियर देखिन्छ। सवारी साधनमा किन नहिँडेको भन्नु होला। र म चाहिँ मलाई चाहिँ हल्का हिँडाइ एक्सर्साइज नै आवश्यक पर्ने हुन्छ। म हिँडेरै काममा जान्छु। अब धेरै दिनपछि काममा हिँडेकोले चाहिँ यो भिडियो बनाउन मन लागेर तपाईँहरूसँग सेयर गरे हो। मौसम यस्तै छ काठमाडौँको। तापमानको हिसाबले हेर्ने हो भने त्यस्तो अब रेनी सिजनमा त्यति त्यहाँ अन्दाजी 24-25 डिग्री होला। र अहिलेसम्म चाहिँ पानी परेको छैन, तर पानी पर्ने सम्भावना चाहिँ प्रबल छ। तर म काममा पुगिन्जेलसम्म पानी पर्दैन जस्तो लाग्दैछ। किनभने यता पश्चिमतिर चाहिँ बादलहरू त्यति कालो अनि धेरै छैन, फाटिसकेको छ। बादल त छ तर फाटिसकेको छ। अब अरू
दिउँसरी चाहिँ यो अँध्यारै भएकोले देखिन्न। अब सवारी साधनहरू चाहिँ खट्टापुट्ट गुड्दैछन्। तर अब अहिले 7 बजे पछाडि या 6 बजे पछाडि 6 देखि 7 बजे पछाडि चाहिँ अब यो बाटो अस्तव्यस्त हुन्छ, बाटो काट्न पनि गाह्रो हुन्छ। र यो बिहानी समयमा हिँड्दा चाहिँ अलिकति ख्याल गरेर हिँड्नुपर्ने हुन्छ, किनभने यो बिहान चाहिँ अलि त्यस्तै मान्छेहरू चाहिँ मापसै गरेर अलिकति अनियन्त्रित किसिमले हाँकिराखेका हुन्छन्। यो चाहिँ अलिकति याद गर्नुपर्ने हुन्छ। अलिकति रोडको साइड भएर हिँड्ने गर्नुपर्ने हुन्छ। साइड लाइट चाहिँ बालेर हिँड्दैनन् यहाँ। र यति बिहानै हिँड्दा कि साथीहरू अलिकति जोखिम चाहिँ हुन्छ कि यो अब अहिले चाहिँ यो रेनी सिजन भएको होला, बाटोमा कुकुरहरू त्यति देखिन्नन्। लास्टै कुकुरहरूले टोक्न आइदिने के भुक्ने टोक्ने आउँछन् कि। अनि अर्को कुरा यो बिहानै हिँड्दा चाहिँ अलिकति त्यस्तै खालको मान्छेहरूबाट पनि अलिकति असुरक्षित लाग्ने। बिहान मलाई पटक यस्तो जुन अलिकति दुर्व्यसनीमा फसेका मान्छेहरू, यो के भन्छ अब अलिकति यो रोडतिरै बस्ने मान्छेहरूले चाहिँ मलाई एट्र्याक्ट पनि गरेका छन् कि बिहानै हिँड्दा तपाईँहरू पनि सजग भएर हिँड्नुहोस् भन्न चाहन्छु। किनकि मैले त्यस्तो बिहोरेको पनि छु। र कुकुरहरू पनि आइलाग्छन्, कुकुरले टोक्दाखेरि पनि अलिकति डेन्जर हुने हुन्छ। किनभने कुकुरले टोक्ने बित्तिकै रेबिसको सुई राख्नु पर्यो, त्यो भएर चाहिँ अलिक सजगै हुनुपर्ने हुन्छ। अनि सकभर तपाईँहरू मर्निङ वाक हिँड्दाखेरि चाहिँ एक्लै नहिँड्नुहोस् भन्न चाहन्छु। एकजना साथीभाइ मिलेर हिँड्नु होला। ल अब चाहिँ धरतीमा उज्यालो झरिसक्यो। म हिँडेको नि 25-30 मिनट भयो होला। म अहिले चाहिँ कालो पुलमा आइपुगेँ। ल हेर्नुहोस् यस्तो गर्छ कुकुरहरू, यत्र तत्र हुन्छन् कुकुरहरू है। फेरि यो कुकुरहरूलाई के भने नि, अब टोक्न आइलाग्यो भनेर कहिल्यै पनि यिनीहरूप्रति चाहिँ रिस देखाउनु हुँदो रहेनछ कि। यिनीहरूले मलाई टोक्न आयो भनेर आज कुट्यो भने नि यिनीहरूको पनि एउटा निश्चित एरिया हुँदो रहेछ। त्यो एरियाभन्दा यिनीहरू बाहिर जाँदैनन्। उनीहरूको आफ्नो एरियाभन्दा बाहिर गयो भने एकले अर्कोलाई होइन टोकेर झगडा गर्छन् कि। जब आज मैले उनीहरूलाई धम्क्यायो, कुट्यो, ढुङ्गाले हान्ने गऱ्यो नि, भोलिपल्ट बिहान अर्थात् जुन उनीहरूको जुन समय हुन्छ नि त्यो समयमा उनीहरूले चिनिराखेका हुन्छ कि। अनि भुक्न आउने बित्तिकै 20-25 किलोमिटर अगाडि नै थाहा पाउँछ कि यिनीहरूले। हिजो मलाई
होइन कुटेको थियो यस्तो खालको मान्छे आयो भनेर चाहिँ हाम्रो यो जुन यिनीहरूले सुँग्ने शक्ति खतरा भएकोले होला थाहा पाउने बित्तिकै भुक्न सुरु गर्छ कि अनि फेरि झम्टेर आउँछन् अनि एउटा झम्टेर एउटा भुकेर आउने बित्तिकै यस अरू साथीहरू सबै भुकेर आइदिन्छ कि अनि छेक्नै सकिन्न। अनि सकभर कुकुरहरूलाई चाहिँ के गर्नुपर्दछ भने यिनीहरूलाई भुकेर आयो भने पनि होइन फकाउने अर्थात् पासमा बिस्कुट छ भने बिस्कुट झिकेर दिँदा पनि भयो। केही खानेकुराहरू चाहिँ झिकेर दिने गर्नुपर्छ कि नत्र यति झम्टेर आउँछ। अब यिनीहरूको त 5-7वटा ग्रुप नै हुन्छ, मिनिमम 3-4वटा बसेका हुन्छन् रोडमा, सबै आइलाग्छ कि सबै आउँछ क्या यिनीहरू। त्यही भएर एकचोटि यिनीहरूले केही भुकेर आयो भने पनि होइन नाम भनेर होइन नाम राखेर के मन लाग्छ कुन होइन त्यो नाम राखेर चाहिँ यसो भुल्यायो भने उनीहरूलाई के ठान्दो रहेछ भने अब यसले चाहिँ मलाई फकायो मलाई खाना दिन्छ भन्ने हुँदो रहेछ क्या अरे। अनि भोलिपल्टदेखि भुक्दैन यसो हेर्छ होइन अनि ए काले खैरे भनेर यसो बोलाएपछि केही पनि गर्दैन। ल म चाहिँ अहिले कालोपुर पनि तरिसकेको छु। अब यो सानो गौचरण आसपास एमाली गाउँ भन्ने ठाउँमा चाहिँ आइपुगेको छु। फाइनली साथीहरू म चाहिँ अहिले मेरो काम गर्ने होटलमा आइपुगेको छु। अहिले 5:45 गयो, म 4:40 हामीलाई थिएँ भनेपछि कति हो 20 लगभग 65 मिनटमा चाहिँ आइपुगेँ। र मैले काम गर्ने होटल चाहिँ यही हो, होटल मर्स्याङ्गी। तपाईँहरू उपत्यका बाहिर या विदेशबाट काठमाडौँ आउनुभयो भने होटल बुक गरेर आएर बस्न पनि सक्नुहुनेछ। hotel.com-बाट चाहिँ तपाईँहरूले बुक गरेर आउन सक्नुहुन्छ है त। अब भिडियो अन्तिमसम्म हेरिदिनु भएकोले धेरै धेरै धन्यवाद। यदि सब्सक्राइब गर्नु भएको छैन भने सब्सक्राइब पनि गरिदिनु होला भन्न चाहन्छु। ओके, गुड बाई।